हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग भन्दा पनि लामो भइहाल्छ बनाउँदा है। आज चाहिँ मेरो यो दुबईको फर्स्ट डे हो। फर्स्ट डे चाहिँ कसरी भन्दाखेरि चाहिँ नि म हिजो भ्याकेसनबाट आएको, अनि त्यही भएर चाहिँ आज मेरो छुट्टी छ, भोलिदेखि मात्रै ड्युटी हो। त्यही भनेर मैले चाहिँ मेरो भाइलाई लिएर आएको। हिजो हामी घरबाट पनि सँगै आएको, अनि त्यसको पनि भोलिदेखि ड्युटी हेरेर चाहिँ हामी जाउँ घुम्नु भनेर, मन पनि फ्रेस हुन्छ भनेर हुन्छ नि, अब माइन्ड फ्रेस गर्नुको लागि चाहिँ आएको। घरबाट आएर कस्तो नराम्रो लागिरहेछ, त्यही भनेर चाहिँ दुईजना दिदीभाइ घुम्दै घुम्दै आएको। यहाँनिर चाहिँ नि विन्टरमा यो चरा उडिरहेको हुन्छ कि साथीहरू, कति धेरै। यो चरा हेर्दाखेरि चाहिँ परेवा जस्तो देख्छ, तर खै थाहा भएन परेवा त होइन होला। कसै तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरेर भन्नु सक्नुहुन्छ। हामी दुई दिदीभाइ चाहिँ अब जाउँ ल भनेर फर्केको, अनि यसो हेरेको त यहाँनिर दिदीहरूले त कति मजाले डान्स गरेर टिकटक बनाउनु हुँदो रहेछ। हामीलाई त नि लास लागेर भुतुक्कै हुन्छु त हौ। यतिको चाहिँ कन्फिडेन्ट हुनुपर्छ मान्छे भएपछि चाहिँ है। अनि अब चाहिँ हामी लु जाउँ त भनेर यता साइडबाट फर्केको कि यो चाहिँ तपाईँको यता पछाडिपट्टि चाहिँ पार्क छ क्या, नेपाली पार्क भन्छ। यो चाहिँ तपाईँको बरदुबेको फेमस पार्क। जति पनि मेरो पुरानो भ्युवर्सहरूले हेर्नुभएको छ भने त यो पार्कको पहिल्यै हेरिसक्नु भएको, नयाँहरू छ भने चाहिँ हेरिदिनुहोस् होला। अनि यहाँनिर चाहिँ नि यो विन्टरमा चाहिँ कति धेरै टुरिस्टहरू हुन्छ होइन, यो चाहिँ टुरिस्ट सिजन हो। अनि कति रमाइलो हुन्छ। आज विकेन्ड भएर होला, मान्छे पनि धेरै थियो है। अनि जाउँ हामी पनि यसो पार्कबाट घुम्दै घुम्दै जाउँ ल भनेर गएको त। यहाँ चाहिँ नि मैले साथीहरू एउटा यहाँ बिरालु जस्तो देखेँ कि, यसो हेरेको त बिरालु नै रहेछ। त्यो चाहिँ प्रेग्नेन्ट रहेछ क्या हो। अनि हिँड्नु पनि कति अप्ठ्यारो भइरहेछ त्यसलाई। सबैलाई नि प्रेग्नेन्ट हुँदा चाहिँ अप्ठ्यारो नै हुँदो रहेछ। यसले चाहिँ खै के खाइरहेछ, खाना खाएको हो कि, म यसो हेर्दाखेरि त टोयलेट जस्तो देख्छु, हुनु चाहिँ के खाएको। ल आजको मेरो भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई, सी यू नेक्स्ट।